केरा भन्ने बित्तिकै हामीले रेसा निकाल्ने र यसको कपडा मात्र निकाल्ने र केरा मात्र खाने भन्ने कुरोहरू सोचिराख्नु भयो होला। नेपाली महिला दिदीबहिनीहरू कति जागरुक भएको। कालीकोटको विपना साई बहिनी अहिले थाइल्यान्डमा बसेर थाइल्यान्डमा अर्को महिलासँग पार्टनरी गरेर थाइल्यान्डमा भएको केरालाई प्रशोधन गरेर राम्रो किसिमको झोला बनाइरहेछ र उहाँको झोला सबै अमेरिकामा बिक्री भइरहेछ। केराको बोटबाट दाम्चा निकालिन्छ, त्यो दाम्चा निकालिसकेपछि भित्रतिरको एक तह बिस्तारै बिस्तारै चक्कुले खोरेर सानो तरिकाले काटेर चिरिसकेपछि त्यसलाई चाहिँ हाइटोमा राखेर पानी नितारेर फेरि त्यसलाई सुकाइसकेपछि बिस्तारै बिस्तारै राम्रो प्रकारले मान्द्रो बुने जस्तै गरी बुनेर विभिन्न किसिमका झोला, म्याटहरू, टी म्याटहरू, ग्लास म्याटहरू, ऐनाका विभिन्न सामानहरू राम्रो प्रकारका बनाएका छन्। उनीहरूले त फेरि यो प्रमाणपत्र छाप्ने फ्रेम पनि बनाएको छ। उहाँले मलाई एउटा फ्रेम दिनुभएको छ र त्यो बाटामा आउँदै पनि छ। ती बहिनीले पठाएको यो भिडियोबाट हेर्दा नेपालमा पनि यो काम गर्न सकिन्छ जस्तो लाग्यो। केही दिनपछि विपना बहिनी फेरि नेपालमा आएर नेपालीहरूको केरा बगानमै गएर दिदीबहिनीहरूलाई तालिम दिएर केराको राम्रो किसिमको उत्पादन गराउने उहाँको लक्ष्य रहेको छ। नेपाली उत्पादनलाई माया गर्ने यो पेजलाई पनि फलो गरिदिनु।